मैले भन्न खोजेको कस्तो आवाजले बुझ्सक्नु है Welcome back to my channel. I'm back with my new video. Ta-da! Hello guys, welcome back to my YouTube channel. And here is my brother. Wait, guys. The after introduction though. कितने स्ट्रगल मैं आंसर सुन रही हूँ Okay, I'm serious now. Okay guys, welcome to my channel. अनि आज चाहिँ हामी चाहिँ काम नपाएर हामीले आज भिडियो बनाउन लागेको हो यो भिडियो चाहिँ हेर्दिनु होला अनि वा के हो र अब यो भिडियो चाहिँ के हो भनेर हजुरले चाहिँ उता हेर्दै जानु ल This is our challenge. This is our challenge. It's only this say thumbnail photo आउँदैन स्पाइसी नुडल अनि भन्न चैलेंज हैन चैलेंज कस्तो खाना अदर भइसक्यो खाएर नि आफूलाई ठुलो टिप्पणी होइन कि यस्तो भिडियोमा यस्तो रेस्पेक्ट देखाउनु रेस्पेक्ट देखाउनु पर्छ हैन के देखाउने रेस्पेक्ट अब हामी यो भिडियो सुरु गर्छौं आज हामीलाई झगडा थियो त्यही भिडियो बनाउन लाग्यो अब धेरै वर्षपछि आयो भिडियो हैन र वर्ष हैन महिना भन न कस्तो के तिमी त के भन्छन् रे पनिसमेन्ट चाहिँ आएन भन्न के पनिसमेन्ट ल खाएर भ्याम न तरै पनि एउटा पनिसमेन्ट छ म पनि पनिसमेन्ट सोध्छु म त सोधिसकेको ल म सोध्छु ल तर मलाई चाहिँ गाह्रो काम दिन पाइँदैन नि किनभने म चाहिँ काम गर्न नसक्ने अवस्थामा छु बुझ्ने ल अब यसलाई खाना हतार भइसकेको छ मलाई नि खाना हतार Okay guys, let's start our spicy Korean noodle challenge and let's see कसले जित्छ मलाई नि थाहा छ त्यसले जित्छ किनभने म यससँग कम्पिटिसन गर्न सकिँदैन किनभने यसले चाहिँ छिटै लम खाइहाल्छ के तर खाइन्छ त बुझ्ने ल रेडी 1 2 3 गो सब भ्याम पर्छ नि त्यहाँ एउटा छोटो पाइन्न बुझिस् नि म मात्र बोलेको त पनि बोल त्यो मुख छैन मुखमा खाने कुरा छ उफ भइसक्यो गाइस यसले त खाना मात्र फोकस नगर न क्यामेरामा पनि हेर कस्तो भाइसँग च्यालेन्ज गर्दा त अलिकति हुन्छ नि ए माथिलाई के गरे त हैन यो अन्डा खानै सकिन्न त भ्याइसक्यो के त्यसले यो बाँकी छ त्यसको त Bello, finished. Champion.
यही सब है सर्दै अरे हो त पर्दैन एउटा कुरा छोड्न पाइँदैन लाइक मी मेरो त आन्न हो यसरी त Này giờ ta Nữa lại nữa Sudah mulai dari sudah jarum. Paling kali jadi apa ya? बन्द ल के पनिसमेन्ट सोचिस चाडा उठाले खिचडी खानुपर्छ चाडा उठाले खिचडी खानुपर्छ मैले चुज गरेको चाहिँ नि फेरि आफू चुज गर्न पाइन्न खान चाहिँ त पर्छ हौ पनिसमेन्ट त तर हामीले अझ एउटा एउटा खाएर भ्याएनौँ नि के हो काँक्रा गरेर लिएर आइछ भाइ मैले जितेको आइस त्यो हालेर उठेर गयो अगाडि काटिदिन्छु किन त स्क्रिनमा मैले भनौँ मैले के पनिसमेन्ट सोधेको थिएँ के यदि मैले जितेँ भने म तँलाई नयाँ कपडा किनिदिन्छु इफ तैँले जितिस् भने ए होइन होइन यदि तैँले जित होइन के सोचेको थिएँ मैले एकछिन है ए त्यही नै हो इफ तैँले जितिस् भने म तँलाई नयाँ कपडा किनिदिन्छु इफ मैले हारेँ भने यसो त नै सोच था होइन होइन टेक थ्री आफै मिस्नु पाइन के टेक 5 यदि तैँले जितिस् भने म तँलाई नयाँ कपडा किनिदिन्छु यदि मैले जितेँ भने के भन्छ भने तैँले चाहिँ मसँग फेरि नयाँ भिडियो बनाउनु पर्छ भनेको झन् सोचेको थिएँ मैले अर्को वाला भिडियो आउनुभयो कन्टेन्ट पाइन्छ ओ माई गड मैले घरमा केही गरेँ भने गाई थाहा यिनीहरूले मलाई लो अब कन्टेन्ट पाइस भन्छन् यसले पनि अनि प्लस त्यो दुईवटा भाइहरू छन् नि मैले बनाएर हुन्छ नि भिडियो हजुरहरूले हेर्नुहुन्छ भने तिनीहरूले कन्टेन्टवाला दिदी के अरे भाइ कन्टेन्टवाला दिदी तर म चार त्योवाला पनिसमेन्ट चाहिँ गर्दैन अर्को पनिसमेन्ट सोचिसियोस् सोच्न यार अलि राम्रो होला पनिसमेन्ट चारवटा खुर्सानी खा भन्छ यत्रो भर्खर पिरो खाऊ आइसक्नुपर्छ मुखमा 1 मिनटसम्म 1 मिनटसम्म भिडियो कतिको भयो 8 मिनट अर्को कुनले खास अर्को कुन छ 9 यसै भएर बनाउने निडी गर्ने ऐसे राम ओके यसले आइस लिएर आउँछ अनि भिडियो चाहिँ स्टार्ट हुन्छ ल माई पनिसमेन्ट ओके गाइज भाइले चाहिँ आइस लिएर आयो अब चाहिँ त्यो मलाई खाना पर्छ एकछिन टाइम स्टार्ट गर्छ त्यति बेलासम्म काका खान्छु एउटा मात्र खाने नि सबै खाने हो होइन नि तर यो खा ल म स्टार्ट गर्छु कस्तो नराम्रो छ 3 2 1 गो 1 मिनट भन्दा फेरि गर्नुपर्छ 1 मिनट भन्दा अगाडि थालेपछि म यति कमाउन लाग्यो 1 मिनटसम्म राख्नु पर्यो है बल 19 मा छ 20 21 तर मुख आउनु पर्यो नि नपाइन्न चौन पाइन्छ नि नपाइन्न 31 32 34
भाइ आइसे Dot my boundaries, man. Okay. 5 मिनट भन्नुपर्ने रहेछ म त चबाउन पाइन्छ भनेर त चबाउँदै नि त्यो मन चलाउन सक्छ नि चर्चा बानी रहेछ नि त्यहाँ छैन ओके गाइस दिस मच फर टुडे अब भन भाइ के भन्न चाहन्छौ भने के भन्न चाहन्छु भने अब फेरि भिडियोमा आउनेवाला छैन लास्ट टाइममा यो बाई बाई होइन म कहाँ भन्नु पाइन्छ आउनै पर्छ ओके गाइस सी यु सुन इन माई नेक्स्ट भिडियो म चाहिँ मेरो प्यारो भाइसँग चाहिँ कुन भिडियो कस्तो भिडियो बनाऊँ त्यसलाई भनेर लाइक कुन सबै मिडिया ओके ल त्यो त म मिनी भ्लग बनाउनु सोचिरहेको डन्ट वरी अब के भन्छन् अब चाहिँ मैले भाइसँग के नयाँ भिडियो बनाऊँ हजुरहरू चाहिँ सजेस्ट गरिदिनु होला कमेन्ट सेक्सनमा कमेन्ट सेक्सनमा गरिदिनु भयो नत्र मलाई इन्स्टामा मेसेज गरे पनि हुन्छ मैले भन्न खोजेको कस्तै आवाजले बुझ्सक्नु अनि त्यसपछि फेरि भन भाइ अरू के भन्न चाहन्छु आजको भिडियोलाई टेक्टु ल भन ल आजको भिडियोको लागि यति नै हामी बिदा लिन चाहन्छौँ धन्यवाद नमस्ते धन्यवाद बाई बाई गाइस बाई बाई गाइस see you in the next video bye bye see ya